अरे दुनिया, यो दुनियाँको एउटा नियम तपाईँलाई थाहा छ? आउनुहोस् म भन्छु, तपाईँ पनि थाहा पाइहाल्नुहोस्। जब कोही मान्छेले हर कुरा बर्दाश्त गर्छ, हर कुरा सहन्छ, चुपचाप लागेर बस्छ नि, तब त्यो मान्छेलाई दुनियाँले मन पराउँछ। त्यो मान्छेलाई मन नपराउने मान्छे कोही पनि हुँदैन। जब त्यो मान्छेले एउटा सानो साँचो कुरा बोल्छ नि, एक दिन बोल्छ नि, तब फेरि त्यो मान्छेलाई कसैले मन पराउँदैन, दुनियाँले मन पराउँदैन। साँचो बोल्ने मान्छेलाई कसैले मन पराउँदैन। जबसम्म तपाईँ सबैको कुरा सहनुहुन्छ, बर्दाश्त गर्नुहुन्छ, चुपचाप लागेर बस्नुहुन्छ नि, अनि मात्र हो तपाईँलाई मान्छेले मन पराउने। तपाईँले एक दिन पनि एउटा साँचो कुरा मात्र बोल्नुभयो भने तपाईँलाई कसैले मन पराउँदैन। यो कुरा छिटोभन्दा छिटो जानिहाल्नुहोस्। म चाहन्छु तपाईँ कुनै पनि खाल्डोमा नपर्नुहोस्। तपाईँ तपाईँको लागि बाँच्नुहुन्छ, तपाईँ तपाईँको लागि हाँस्नुपर्छ। के थाहा जिन्दगी आज छ भोलि छैन। किन अरूको लागि हामी बाँच्ने, किन सधैँभरि अरूलाई खुसी बनाउने। आफूलाई पनि खुसी बनाउने जिम्मेवारी आफै त हो, होइन र? अरूले तपाईँलाई कहिले खुसी बनाउँदैन हजुर।